काठमाडौँको पावन पशुपतिनाथ मन्दिर क्षेत्रमा महाशिवरात्रिको साँझ छिप्पिँदै थियो। हावामा भक्ति, धूपको सुगन्ध र एक प्रकारको मिठो उदासी मिसिएको थियो। यो समय महादेवका लागि आफ्ना भक्तहरूसँगको सामीप्यता त्यागेर पुनः कैलाश फर्कने। ब्रह्माण्डका स्वामी महादेव आफ्नो दैवीय स्वरूपमा मन्दिर परिसरमा विचरण गर्दै गर्दा उहाँको मन भारी भइरहेको थियो। महिनौदेखि उहाँले आफ्ना भक्तहरूको प्रार्थना सुन्नु भएको थियो, उनीहरूलाई सान्त्वना दिनुभएको थियो र उनीहरूको अटुट प्रेमलाई नजिकबाट महसुस गर्नुभएको थियो। अब विदा हुने घडी नजिकिँदै गर्दा उहाँ भावनाले ओतप्रोत हुनुभयो। म यिनीहरूलाई कसरी छोडेर जाउँ? आफ्नो अन्तिम दर्शनका लागि भेला भएका भक्तहरूको भिडलाई हेर्दै उहाँले त्यसैले भारी मनका साथ उहाँले एउटा यस्तो रूप धारण गर्ने निर्णय गर्नुभयो जसले गर्दा उहाँ चिनिनु पनि नपरोस् र भक्तहरूको सधैँ नजिक रहन सकियोस्। म एक साँढे बन्नेछु, उहाँले संकल्प गर्नुभयो। एक शान्त र शक्तिशाली साँढे जो शक्ति र सुरक्षाको प्रतीक हुनेछ। म आफ्नै वाहन नन्दीको रूपमा यही बस्नेछु र यही रूपमा म मन्दिरको आँगनमा डुली हिँड्नेछु, आफ्ना मानिसहरूको हेरचाह गर्नेछु र उनीहरूका प्रत्येक पुकार सुन्नेछु। एक मौन मन्त्रका साथ महादेवले आफ्नो स्वरूप परिवर्तन गर्न थाल्नुभयो। उहाँको दिव्य प्रकाश बिस्तारै ओझेल पर्यो र शरीरको आकार बदलिएर सानो हुन थाल्यो। उहाँका लामा जटारौंको बाक्लो मानेमा परिणत भए, आँखामा एक शान्त र बुद्धिमानी साँढेको चमक आयो र शक्तिशाली खुट्टाहरू खुरमा बदलिए। हेर्दा हेर्दै ब्रह्माण्डका नायक एक साधारण तर भव्य साँढेमा रूपान्तरित हुनुभयो। यसरी पशुपतिनाथको पावन भूमिमा नन्दीको प्राकट्य भयो। वर्षौंसम्म उहाँले मन्दिर परिसरमा एक मौन रक्षकको रूपमा विचरण गर्नुभयो। भक्तहरूले पूजा आजा गरेको र प्रार्थना चढाएको उहाँले नजिकैबाट हेरिरहनुभयो। उहाँका आँखामा सधैँ गहिरो करुणा र स्नेह झल्किन्थ्यो। कहिलेकाहीँ जब कुनै भक्त असाध्यै पीडामा हुन्थ्यो, नन्दी उनीहरूको नजिक गएर बिस्तारै टाउको रगडिदिनुहुन्थ्यो, जुन उहाँको सान्त्वना र भरोसा दिने मौन तरिका थियो। जब मन्दिर सुनसान हुन्थ्यो र केवल बागमतीको कलकल आवाज सुनिन्थ्यो, नन्दी मूल मन्दिरको अगाडि शिर निहुराएर उभिनुहुन्थ्यो। उहाँको आत्मा सधैँका लागि पशुपतिनाथको पवित्र ऊर्जासँग एकाकार भएको थियो। समय बित्दै जाँदा नन्दी पशुपतिनाथकै एक अभिन्न पहिचान बन्नुभयो। यदि महादेवको यो निस्वार्थ प्रेमले तपाईको हृदय छोएको छ भने यो कथालाई एउटा लाइक गरेर आफ्नो भक्ति प्रकट गर्नुहोला। यस्तै आध्यात्मिक र हृदयस्पर्शी कथाहरूका लागि हाम्रो यात्रामा जोडिन सब्स्क्राइब गर्नुहोला। तपाईको एउटा साथले धर्म र प्रेमको यो ज्योति सधैँ बलिरहनेछ।